सक्नुहुन्छ त अब सक्दै सक्नुहुन्न नबताए पुरा भिडियो हेर्नुहोस् अनि म बताउने छु भन्नुहुन्थ्यो नि तपाईँहरूले अब इन्डोनेसियाको बिहे गर्यो इन्डोनेसिया केटी बिहे गर्यो अब घर चाहिँ भयो बस्यो उतै इन्डोनेसियामै गयो भन्नुहुन्थ्यो र हेर्नुहोस् त अब 11 वर्षपछि इन्डोनेसियाको एउटा चेलीलाई नेपाली बुहारी बनाएर नेपाल जानुभएको छ बल्ल अहिले 11 वर्षपछि आफ्नो गाउँमा आफ्नो घरमा गएर यसरी रमाइरहनु भएको छ कि आफ्नो परिवारसँग आफ्नो फ्यामिलीहरुसँग आफ्नो आमाहरुसँग दिदीबहिनीहरुसँग यसरी नाच्दै गाउँदै एउटा नेपाली भेषभूषामा नेपाली एउटा पोशाकमा एकदम मजाले रमाएर चाहिँ भिडियोहरु बनाइरहनु भएको छ तपाईहरुले जति विरोध गरे पनि जति तपाईले होच्याए पनि जस्तो तपाईले कमेन्ट गरे पनि उहाँलाई केही फरक पर्नेवाला छैन त्यसैले अर्काको विरोध गर्नुभन्दा पहिला आफूले आफू सही निर्णय लिएर आफ्नो एउटा राम्रो कमेन्ट गरेर उहाँलाई हौसला दिएर चाहिँ अगाडि बढाउन हौसला दिनुहोस्।